नमस्ते दर्शकहरू, सोनोस्टार्समा तपाईलाई स्वागत छ। यो वर्ल्ड कप पहिलेभन्दा पुरै फरक हुनेछ किनभने फिफाले 10 वटा नयाँ नियम ल्याएको छ। यी नियमले खेललाई छिटो, पारदर्शी र रोमाञ्चक बनाउने लक्ष्य राख्छन्। यदि यी नियम थाहा भएन भने तपाईले खेल हेर्दा के भइरहेको छ भन्ने अवस्था आउन सक्छ। आज म यी सबै नियम सजिलो नेपालीमा बुझाउँदैछु। सुरु गरौँ। नियम 1, थ्रोइनको 5 सेकेन्ड नियम। पहिलो नियम, थ्रोइनमा अब 5 सेकेन्डको समय सीमा हुनेछ। पहिले खेलाडीले जति पनि समय लिन सक्थ्यो। बललाई जर्सीले पुछ्ने, चारैतिर हेर्ने र ढिला गर्ने काम अब बन्द हुनेछ। अब रेफरीले हात उठाएर 5, 4, 3, 2, 1 गन्दै देखाउनेछन्। 5 सेकेन्डभित्र बल नफालिएमा थ्रोइन अर्को टोलीलाई दिइनेछ। यसको उद्देश्य समय बर्बाद गर्ने प्रवृत्तिलाई रोक्नु हो। नियम 2, गोलकिकको 5 सेकेन्ड नियम। दोस्रो नियम, गोलकिकमा पनि 5 सेकेन्डको समय सीमा लागू हुनेछ। गोलकिपरले बल राखेपछि 5 सेकेन्डभित्र किक हान्नुपर्छ। यदि हानेन भने अर्को टोलीलाई कर्नर किक दिइनेछ। यसले गोलकिपरलाई छिटो निर्णय लिन बाध्य बनाउँछ र समय बर्बाद हुन दिँदैन। नियम 3, सब्स्टिट्युटको 10 सेकेन्ड नियम। तेस्रो नियम, सब्स्टिट्युटमा अब 10 सेकेन्डको समय सीमा हुनेछ। फोर्थ अफिसियलले बोर्ड उठाएपछि मैदानबाट बाहिरिने खेलाडीसँग 10 सेकेन्डको समय हुन्छ। यदि त्यो समयमा बाहिरिएन भने नयाँ खेलाडीलाई मैदान प्रवेश गर्न 1 मिनेट पर्खनुपर्छ। यसको मतलब टोलीले त्यो अवधिमा एउटा खेलाडी कमसँग खेल्नुपर्छ। नियम 4, घाइते खेलाडीको 60 सेकेन्ड अनिवार्य ब्रेक। चौथो नियम, मैदानमा उपचार पाउने कुनै पनि खेलाडीले खेल पुनः सुरु भएपछि 60 सेकेन्ड मैदान बाहिर बस्नुपर्छ। यस नियमका अपवादहरू: गोलकिपर, 2 खेलाडी एकैसाथ ठोक्किँदा घाइते भएको अवस्था गम्भीर चोट जस्तै टाउकोमा चोट, पेनल्टी लिन लागेको खेलाडी। यसको उद्देश्य नक्कली चोटको बहाना गरेर समय खेर फाल्ने प्रवृत्तिलाई रोक्नु हो। नियम 5, मुख छोपेर बोल्दा रेड कार्ड। पाँचौं नियम, अब मुख छोपेर प्रतिद्वन्द्वीसँग आपत्तिजनक बहस गर्ने खेलाडीलाई सिधै रेड कार्ड देखाइनेछ। तर सामान्य कुराकानीको क्रममा मुख छोप्दा भने सजाय हुँदैन। रेफरीले परिस्थिति अनुसार निर्णय लिनेछन्। नियम 6, रेफरीको निर्णयमा विरोध गर्दै मैदान छोड्ने खेलाडी प्रतिबन्धित। छैटौं नियम, रेफरीको निर्णयको विरोधमा टोलीले मैदान छोडेमा त्यो टोली 3-0 ले पराजित घोषित हुनेछ। अफ्रिका कप अफ नेसन्सको फाइनलमा सेनेगल टोलीले गरेको जस्तो घटना पुनः नहोस् भनेर फिफाले यो कडा नियम ल्याएको हो। नियम 7, हाइड्रेसन ब्रेक। सातौं नियम, यो वर्ल्ड कपमा हरेक हाफको करिब 23औं मिनेटमा 3 मिनेट लामो हाइड्रेसन ब्रेक हुनेछ। यो दर्शकका लागि आराम गर्ने समय भए पनि कोचहरूले यसलाई रणनीतिक छलफल गर्न प्रयोग गर्छन्। नियम 8, VAR को विस्तार। आठौं नियम, भिडियो एसिस्टेन्ट रेफरी VAR को अधिकार पहिलेभन्दा बढी हुनेछ। अब VAR ले हेर्ने थप कुराहरू: गलत दिइएको, दोस्रो येलो कार्ड, गलत पहिचानमा दिइएको येलो वा रेड कार्ड, गलत दिइएको, कर्नर किक। नियम 9, विजेता टोलीको पुरस्कार। नवौं नियम, कुल पुरस्कार रकम $655 मिलियन, करिब 87 अर्ब नेपाली रुपैयाँ हुनेछ। विजेताले पाउने $50 मिलियन, उपविजेताले पाउने $33 मिलियन, सेमिफाइनल पुग्नेले $29 मिलियन, समूह चरणमै बाहिरिनेले $9 मिलियन। हरेक सहभागी टोलीले $1.5 मिलियन तयारी खर्च पाउनेछ। अर्थात् कुनै पनि टोलीले कम्तीमा $10.5 मिलियन पक्का पाउनेछ। नियम 10, क्याप्टनको विशेष भूमिका। 10औं नियम, केवल क्याप्टनलाई मात्र रेफरीसँग निर्णयको बारेमा बोल्न अनुमति हुनेछ। अरू खेलाडीले रेफरीलाई घेर्न वा बहस गर्न पाउने छैनन्। समापन, यी थिए 10 नयाँ नियम। यो वर्ल्ड कप पहिलेभन्दा छिटो र रोमाञ्चक हुने पक्का छ। भिडियो मन परे लाइक गर्नुहोस् र यस्तै वर्ल्ड कप जानकारीका लागि सब्स्क्राइब गर्नुहोस्। सोनोस्टार्समा अर्को भिडियोमा भेटौँला। नमस्ते।